आज हामी दर्शन गर्नेछौँ भुवनेश्वरी माताको र तारकेश्वर महादेवको यात्रा सुरु गर्नेछौँ हामी माछापोखरीबाट भने हाम्रो यात्रा तारकेश्वर महादेवतर्फ जाने क्रममा भुवनेश्वरी माताको पनि दर्शन गर्नेछौँ। यस क्रममा हामी त्यहाँको सुन्दर बस्ती, हरियाली, शान्त वातावरण पनि हामी अवलोकन गर्नेछौँ। नेसनल पार्क एरिया र पवित्र धार्मिक स्थलमा हामी आएको छौँ, तारकेश्वर महादेव। यो हो काठमाडौँ जिल्लाको माछापोखरी बालाजु। भौतिक सुविधाले सरोवर माछापोखरी निकै भव्य छ। हामी अहिले माछापोखरीमा आएको छौँ। हाम्रो टार्गेट चाहिँ अब भुवनेश्वरी छ, त्यहाँबाट हामी कहाँ जान्छौँ, तारकेश्वर महादेव जान्छौँ। अहिले माछापोखरीमा यस्तो भिड छ, आज बजार पनि लागेको रहेछ। सो अब जर्नी स्टार्ट भएको छ है। माछापोखरीबाट 3 पिप्लेसम्मको गाडी लियौँ। साथमा छन् मेरा विद्यार्थीहरू। तारकेश्वर नगरपालिका प्रवेशद्वारबाट हामीलाई स्वागत गरियो। सडक केही साँघुरो तर अहिलेसम्म कालो पत्री नै छ। बिस्तारै बिस्तारै हरियाली पनि बढ्दै जाँदै थियो। बिस्तारै बिस्तारै कालो पत्री पनि सकियो। सायद मर्मत कार्य पो हुँदैछ कि यता। बिचबिचमा सडक मर्मत कार्य चलिरहेको देखिन्छ। फाइनली हामी 3 पिप्ले बस पार्कमा आइपुग्यौँ। बिस्तारै बिस्तारै एक एक गरी हामी गाडीबाट उत्रियौँ। फाइनली आइसकेका छौँ। यो अगाडिको हाइवे चाहिँ पासाङ लामु हाइवे रे। यहाँबाट चाहिँ फेरि काठमाडौँ नै पुगिन्छ अरे हामी। करिब 25 मिनट नाक ठोकिने जस्तो उकालोमा हामी हस्याङ फस्याङ हस्याङ फस्याङ गर्दै उकालो चढियो। क्रम जारी नै छ, हामी अगाडि बढ्दैछौँ। सो हजुरहरू चेट्यौँ है। अब यस्तो यो येलो र वाइट कलरले यहाँ इन्डिकेट गरेको छ, इन्डिकेटर। यहाँ यसको पनि केही मिनिङ होला। सो यहाँ हामी अगाडि बढ्दैछौँ। एकदम राम्रो भ्यू आइरहेको। अझै माथि उकालो चढ्ने क्रममा अझै राम्रो सिनेरी देखिन्छ होला भन्ने आशले हामी अगाडि बढ्दैछौँ है गाइज। So right now we are here at Bhubaneswar Temple, one of the tourist place near Kathmandu. And yeah, this is the Bhubaneswari. यहाँ धारा छ हैन। शीतल हुन्छ। देवी भुवनेश्वरीलाई समर्पित यो मन्दिरबाट पूर्वमा काठमाडौँको शान्तिपूर्ण दृश्य, पश्चिमतर्फ नुवाकोट, उत्तरतर्फ शिवपुरी र दक्षिणतर्फ चन्द्रगिरीको रमणीय स्थलहरू देख्न सकिन्छ। अहिले हाम्रो 10:45 भएको छ। सो अलिकति इन्जोयमेन्ट गर्दाखेरि अलिकति रमाइलो गर्ने क्रममा हामी अझै अगाडि बढिरहेको छौँ। केटाहरूले अलिकति पेटमा के भइरहेको अरे मुसा कुदिरहेको छ। सो यतिखेर इट्स टाइम फर पेट पूजा या। सो अब अलिकति माथि गएर हामी चाहिँ पेट पूजा गर्छौँ। सो भुवनेश्वरी भयो, यहाँबाट चाहिँ हामी थोरै माथि चढेर अब हामी होइन तारकेश्वर महादेवतर्फ लागिरहेको छौँ। सो आई होप यु
सो दिस इज द ब्याक साइड अफ भुवनेश्वरी टेम्पल। सो यहाँबाट हामी तारकेश्वर महादेवतर्फ लागिरहेको छौँ है। बिस्तारै 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 हामी पैदल मार्ग प्रयोग गरेर तारकेश्वर महादेवतर्फ अगाडि बढ्दैछौँ। वी आर हियर एट दिस प्लेस राष्ट्रिय निकुञ्ज क्षेत्र नेसनल पार्क एरिया अनुमति बिना प्रवेश निषेध शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय 5 माने पोस्ट। So we have been toward Shivapuरी National Park and here is a return तारकेश्वर मन्दिर जाने बाटो। So that means तारकेश्वर महादेव मन्दिर and yeah हाम्रो यात्रा चाहिँ त्यहाँसम्म रहेको छ है। Finally we take break. अब इट्स टाइम फर के ब्रेकफास्ट हो कि लन्च हो कि के भन्नु भइरहेको छ होइन। टाइम चाहिँ हाम्रो 11 साढे 11 भएको छ। सो ब्रेकफास्ट चाहिँ हाम्रो भइरहेको छ अहिले यतिखेर। सो अहिले स्ट्रबेरीको समय चलिरहेको छ। सो देख्न सक्नुहुन्छ स्ट्रबेरी अहिले हामीले किनेको एउटा सबजनालाई एउटा टिफिन सबैले एउटा होइन बिस्तारै बिस्तारै एउटा एउटा गरी चाहिँ टिफिन है। त्यो पल्सी दिनु तारकेश्वर भ्यू पोइन्ट। I love तारकेश्वर। Lovely view from तारकेश्वर view point. You can see it and enjoy it. हाराहारी 1 घण्टा भुवनेश्वरीबाट उकाली पैदल यात्रा गरेर रमाउँदै अगाडि बढ्यौँ। सो तारकेश्वर महादेवमा हामी आइसकेका छौँ। सो वी आर हियर एट तारकेश्वर महादेव। तारकेश्वर महादेव की सो यहाँ पहिला पवित्र हुने प्लान छ नि। यहाँबाट हामी माथि चढेर बिस्तारै माथि मेन तारकेश्वर महादेव भएर पुग्छौँ। सो यहाँ शिवलिङ्गहरू रहेका छन्। सो पवित्र धारा पवित्र काल सर्पयोग यन्त्र लेखेको छ यहाँ। सो दिस इज द काल सर्पयोग यन्त्र। होली सकिसकेको छ तै पनि चिसो छ है पानी चाहिँ रमाइलो भइरह नि। त्यहाँबाट हामी
अब यसो चल्दै होइन टक्क लाएर हिँडेर अगाडिबाट हेर्नु पर्यो होइन टक्क तारकेश्वर महादेव की सो गाइस यहाँ हामी छिर्नुपर्ने हुन्छ र पवित्र धार्मिक स्थलमा हामी आएको छौँ सो तारकेश्वर महादेव सो एकदम रमणीय दृश्य एकदम राम्रो फ्रेस हुने ठाउँ रहेको छ यो तपाईँहरू पनि काठमाडौँको नियर प्लेस मलाई बोलायो है सो यस्तो छ गुफा गणपति बाबा कि जय सो यहाँ एकदम रमणीय दृश्य देखिन्छ हामी अब यहाँ उकाली बाटो रमणीय दृश्य छ पहाडीलाई होइन खतरा दामी दामी चक्की क्वालिटीमा भिडियो आइरहेको होला हर हर महादेव तारकेश्वर महादेव की ओम नमः शिवाय त्रिशूल यहाँ पवित्र स्थल तारकेश्वर महादेवमा छौँ हामी नेपालको झन्डा फरफर राख्दो छ व्यक्तिगत रूपमा तारकेश्वर महादेव बाबाप्रति र भुवनेश्वरी माताप्रति मेरो ठुलो विश्वास रहेको छ। यदि हजुरहरू पनि काठमाडौँको कुनै नजिक हाइकिङ गर्ने स्थल खोज्दै हुनुहुन्छ भने यो प्रमुख स्थल हुनसक्छ। धार्मिक र पर्यटन दुवै हिसाबले यो एकदमै महत्त्वपूर्ण रहेको छ। एकपटक आफै घुम्न र दर्शन गर्न आउनुहोला। भुवनेश्वरी माता र तारकेश्वर बाबाले हजुरहरूको कल्याण गरून्। धन्यवाद। सो हामी चाहिँ अब यो भुवनेश्वरी तारकेश्वर महादेवबाट फर्किँदैछौँ। सो वी आर रिटर्निङ। सो अब हामी बिस्तारै खाँदै खाँदै अब गाडी गरेर चाहिँ अहिले गर्ने हुन्छ। सो या वी इन्जोय दिस जर्नी। तपाईँहरू पनि आउन सक्नुहुन्छ। दिस इज द नियर प्लेस नियर काठमाडौँ वेयर यु क्यान फिल भाइब्स अफ नेचर। राइट नाउ वी आर जस्ट रिटर्निङ। Guys, take care. I'll like the video. I will subscribe. So stay tuned. Take care. Like, subscribe.